फेरि पनि झोलुङ्गे पुलको यात्रा होमडे मनाङ रहेछ ल यहाँ चाहिँ इन्ट्री गर्नुपर्ने रहेछ आमामा के हो ट्रेकिङवालाहरूको त त्यो त सब ट्रेकिङवालाहरूको सामान प्याकिङ हुँदैछ त यहाँबाट बाटै ब्लक गरिदिएर बाटो कहाँ कहाँ लैदियो यार यिनीहरूले ल हेर्नुहोस् यो चाहिँ ब्लू लेक अर्को चाहिँ वाला ब्लू लेक देशी तथा विदेशी पर्यटकहरू चाहिँ टन्नै छ ए भाइ रङबाट आयो क्या हो दायाँ बायाँ केही छैन एउटा काठ मात्रै यसो अलिकति डिसब्यालेन्स भयो भने त चिलिम दोर्जे हुन्छ त हो मनाङको यहाँ पनि बाटो पिच वेलकम टु मनाङ टु डाँडा डाँडा हिमाल देखिँदै हिमालको काखमा भएको मनाङ आहा हाम्रो प्लानमा हल्का ट्विस्ट आयो मनाङको